सबैलाई स्वागत छ पितरबरा युट्युब च्यानलमा। यो मेरो च्यानललाई सब्स्क्राइब अनि सेयर अनि लाइक कमेन्ट अनि बेल आइकन थिच्न नभुल्नुहोला ताकि तपाईहरुले अरु नयाँ जानकारीहरु प्राप्त गर्न सक्नुहुनेछ। हुन्छ, आजको एपिसोडमा तपाईहरुलाई स्वागत गर्दछु पितरबरा युट्युब च्यानलमा। यो एपिसोडमा महावीर पुनको आत्मकथाको बारेमा तपाईहरुलाई म पढेर सुनाउने छु। यो पुस्तक सुरुदेखि अन्तसम्म पढेर सुनाउने छु। यो च्यानल एपिसोड बाइ एपिसोड हेर्न नभुल्नुहोला। यो पुस्तकको पहिलो पेजमा यसरी लेखिएको छ, आत्मकथा लेख्ने निर्णय अचानक यसरी गरे। 2079 सालको साउन र भदौ महिना मेरो निम्ति साँच्चै उत्साहप्रद रहे। मैले आशा नै नगरेका अचम्मका दुईवटा सूचना पाएँ। साउनमा सुने गण्डकी प्रदेश सरकारको संसदले राष्ट्रिय आविष्कार केन्द्रका लागि 10 करोड रुपैयाँ अनुदान बजेटमा छुट्याएको छ। अनि भदौमा त्यति बेलाका संघीय अर्थमन्त्री जनार्दन शर्माबाट त्यस्तै अर्को राम्रो खबर सुने। 30 वर्षदेखि बन्द भएको वीरगञ्जको कृषि औजार कारखानाको मर्मत र व्यवस्थापन गर्न तथा अनुसन्धान र विकास गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय मन्त्री परिषदले गरेछ। त्यही अनुरूप भएको सम्झौतामा त्यो कारखाना मर्मतका लागि भनेर एक पटकलाई मात्र आवश्यक परेको रकम संघीय सरकारले नै उपलब्ध गराउने निर्णय पनि राखेको थियो। ती दुई समाचारले हौसला त दिए, तर निकै नै ठूलो जिम्मेवारी र चुनौती पनि थपिदिए। गण्डकी प्रदेशको 10 करोड रुपैयाँ अनुदानका लागि बनेको कार्यविधिमा अन्तिम 40% किस्ता अर्थात् 4 करोड रुपैयाँ अनुदान अनुसन्धानको काम सकेर अन्तिम रिपोर्ट बुझाइसकेपछि असार मसान्तसम्ममा मात्र पाइने कुरा थाहा भयो। त्यो अन्तिम किस्ताको 4 करोड रुपैयाँ आविष्कार केन्द्रले नै जसरी भए पनि खोजेर अनुसन्धानको काम जसरी पनि पूरा गर्नुपर्ने थियो। केही गरी समयमा काम पूरा नभएमा अन्तिम किस्ताको 4 करोड रुपैयाँ ज्वाम हुने भयो। अब त्यो 4 करोड रुपैयाँ कहाँबाट जुटाउने, यो भन्दा पनि ठूलो चुनौती थियो। कृषि औजार कारखाना वीरगञ्जको विस्तार तथा उत्पादन कसरी सुरु गर्ने भन्ने नेपाल सरकारले गरेको बाचा अनुसार मर्मत सम्भार गर्न भनेर मानव एकपटकलाई अनुदान दियो भने पनि कृषि औजार उत्पादन गर्न र बजारीकरण गर्नका लागि चाहिने करोडौं रुपैयाँको चालु खर्च कहाँबाट ल्याउने। त्यसका लागि पनि सरकारबाटै सहयोगको अपेक्षा गर्दै बसेर मात्र त हुने कुरै भएन, किनभने सरकारबाट त्यस्तो सहयोग पाउने सम्भावना एकदमै न्यून हुन्छ। केही गरी सरकारले सहयोग दिने भएछ भने पनि अनेकौं प्रक्रिया र औपचारिकता पूरा गर्नुपर्ने हुन्छ, जसका लागि महिनौं मात्र नभएर वर्षौं कुर्नुपर्ने पनि हुन सक्छ। तर 21औं शताब्दीको यति चर्को प्रतिस्पर्धा बीच हामी कछुवाको गतिमा हिँडेर कहिले गन्तव्य पुग्ने। समयको यति ठूलो महत्व भएका बेला हामीलाई त भेटा जस्तै बुत्रु बुत्रु उफ्रेर अगाडि बढ्नुपर्ने बाध्यता छ। तर बुत्रु बुत्रु उफ्रँदै अगाडि बढ्न त पैसा चाहियो नि। मैले पाएका अन्तर्राष्ट्रिय तकमा र पदकहरू बेचेर केही हुन्छ कि त भनेर 3 वर्ष अगाडिदेखि बेच्न प्रयास गरेको पनि हो। 2052 सालतिर हाल अमेरिकामा बसोबास गर्ने पदमपुन भन्ने भाइसँग मिलेर किनेको र मेरो नाममा भएको पोखरा नजिकै ठुलाकोट भन्ने ठाउँको 28 रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रका लागि बेच्न खोजेको पनि हो। तर ती पदकहरू र जग्गा अझै बिकेका छैनन्। कुनै दिन ती पनि बिक्लान् र बिक्री भएर आएको पैसा पनि राष्ट्रिय आविष्कार केन्द्रमा लगाउन पाइएला भन्ने आशा मरेको। त्यो बाटो पनि हेर्दैछु। ती अन्तर्राष्ट्रिय पदकहरू र त्यो 28 रोपनी जग्गा कुनै पनि हालतमा बेचिनेछन्। अहिलेसम्म त आफैले पैसा कमाउन जाहिर खाएँ, न व्यापार व्यवसाय नै गर्न जानियो। गण्डकी प्रदेशको सरकारले गर्ने भनेको अनुसन्धानको काम र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने कामका लागि आर्थिक स्रोत कसरी जुटाउने होला भनेर घोट्लिँदै गर्दा आफ्नै जीवनकथा लेखेर बेच्नु पर्ने पो एउटा उपाय हुन्छ कि भन्ने लाग्यो। त्यसैले यो जीवनकथा लेखेको हो। तर यति छिट्टै जीवनकथा लेख्ने बारे पहिले सोचेको थिइनँ। कतिपय लेखकहरूले मेरो जीवनकथा लेख्न अनुमति नमागेका पनि होइनन्। म भन्थेँ, अहिले नै मेरो जीवनी लेख्ने बेला कहाँ भएको छ र। देश र समाजका लागि जे जति सेवा गर्ने सपना देखेको छु त्यसको सानो अंश पनि पूरा भएको छैन। अहिले नै त के लेख्ने र। मलाई जहिले पनि लाग्थ्यो मैले के नै पो ठूलो काम गरेको छु र, अनि कसलाई पो सुनाउनु छ र। साँच्चीकै भन्नुपर्दा मैले मेरो जीवनकथा बुढेसकालको खर्च जुटाउने स्रोतको रूपमा साँचेर राखेको थिएँ। त्यो कुरा मनमा नै सोचेको थिएँ, तर कसैलाई भनेको थिएन। मैले अहिलेसम्म पैसा कमाउने कुनै काम नगरेको साथीहरूको सहयोगमा दैनिक खर्च चलाएको र बुढेसकालको लागि कुनै सम्पत्ति नजोडेको हुनाले 70 वर्ष उमेर काटेपछि बिस्तारै जीवनकथा लेखुँला र त्यसलाई बेचेर जीवन धानुला भन्ने मेरो सोच थियो। तर परिस्थितिले गर्दा त्यो सोच बदल्नु पर्ने थियो भयो र अहिले नै किताब लेख्नुपर्ने अवस्था आयो। किनभने मेरो आफ्नै आवश्यकता भन्दा मातृभूमिको आवश्यकता
त हजारौं गुणा ठूलो देखे। सातवटा प्रदेश सरकारहरूमध्ये गण्डकी प्रदेश सरकारबाट आउने सबैभन्दा पहिलो सहयोग र नेपाल सरकारको अनुरोधमा कृषि औजार कारखाना जस्तो राष्ट्रको सम्पत्तिको मर्मत तथा सञ्चालन गर्न पाउने सम्पूर्ण अवसरलाई म गुमाउन चाहन्नथेँ। तर नेपाल सरकारको अति नै झन्झटिलो र हतोत्साही गर्ने किसिमका कानुनी प्रक्रियाबारे भुक्तभोगी केही साथीहरू र शुभेच्छुकहरूले सरकारसँग काम गर्दा निकै नै सावधान हुन वा त्यस्तो कठिन काम लिँदै नलिन गम्भीर सल्लाह पनि दिएका थिए। साथीहरूका सुझावलाई मैले मानिन। समस्यासँग हटेर होइन, डटेर लड्नुपर्छ नि साथीहरू भन्दै म आफैले जिद्दी गरेर यी दुईवटा काम गर्न जबरजस्ती अगाडि सरेको हो। आफैले जबरजस्ती जिम्मा लिएको काम सफल पार्नका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई निकट भविष्यमा आर्थिक समस्या नपर्ने अवस्था भएको भए म यो जीवन कथा लेख्नेतिर लाग्ने नै थिएन। जीवनमा कहिलेकाहीँ मनले नचाहेका कुरा गर्नुपर्ने बाध्यता पनि आइलाग्दो रहेछ। यहाँ भनिएका दुईवटा महत्त्वपूर्ण काम गर्नका लागि थोरै भए पनि मद्दत मिल्ला नि त भनेर आफ्नो कथा म आफैले लेख्ने निर्णय गरेको हुँ। किनभने गण्डकी प्रदेश सरकार र नेपाल सरकारसँग सम्झौता भइसकेको छ र सम्झौता अनुसार काम कुनै हालतमा पूरा गर्ने मैले अठोट गरेको छु। बरु ज्यान जाला तर आफूले जिम्मा लिएको काम पूरा नगरी छोड्दिन। तपाईँहरूले तिरेको यो किताबको पैसा राष्ट्रिय आविष्कार केन्द्रको बही खातामा जानेछ र त्यसैबाट गण्डकी प्रदेश र कृषि औजार कारखानाका लागि खर्च गरिनेछ। सुरुका पाइला मोद र घुम्तीहरू। मेरो जन्म। म म्याग्दी जिल्लाको नाङ्गी भन्ने 500 जति मात्र जनसङ्ख्या भएको सानो गाउँमा जन्मेको हुँ। त्यो गाउँ अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ। म जन्मेका बेला म्याग्दी जिल्ला बनेकै थिएन। त्यो क्षेत्रलाई 4000 पर्वत भनिन्थ्यो। मलाई मेरा जिजु बाजेको त नामै थाहा छैन, कहिल्यै सोधिन पनि। बाजेको नाम चाहिँ मैते पुन हो, तर सबैले उहाँलाई भेदा गोठालो भन्थे। मलाई पनि गाउँघर छरछिमेकमा सबैले भेदा गोठालाको नाति भनेरै चिन्थे। बाजेकै जवानीमा अरू कसैको भेदा चराउनु भएको थियो रे। मैले थाहा पाउँदा बाजे गाईगोठमा बस्नुहुन्थ्यो। बाजे बाँचुन्जेल उहाँसँग गाईगोठमै धेरै समय बिताएको थिएँ। उहाँका बारेमा योभन्दा धेरै कुरा मलाई थाहा छैन। म 5 कक्षामा पढ्दै गर्दा बाजे बित्नुभयो। मेरो बाबाको नाम चाहिँ कृष्ण पुन र आमाको नाम पूर्वी पुन हो। दोस्रो विश्वयुद्ध सकेपछि सन् 1948 मा ब्रिटिस सेनाको 2x6 गोर्खा राइफलमा भर्ती हुँदा उहाँको नाम कृष्ण पुन भनेर लेखिएको रहेछ। उहाँको पल्टनको चिनारी नम्बर 21143546 राइफलम्यान थियो। बाबाले 15 वर्ष मलेसियामा काम गर्नुभयो। उतिबेला मलेसियामा मलेसियन डलर भन्ने पैसा चल्दो थियो रे। बाबाको मासिक तलब 42 मलेसियन डलर रहेछ। बाबाले मुस्किलले नेपाली अक्षर पढ्न सक्नुहुन्थ्यो र अलिअलि लेख्न पनि सक्नुहुन्थ्यो। 15 वर्ष नोकरी गरेपछि उहाँ पेन्सन पकाएर घर आउनुभयो। उतिबेला उहाँको पेन्सन महिनाको 60 रुपियाँ जति थियो रे। म जन्मदा बाबा मलेसियाको जङ्गलमा नै नोकरी गर्दै हुनुहुँदो रहेछ। त्यसैले म जन्मेको कुरा पनि धेरै पछि मात्र थाहा पाउनु मेरा बाजे पनि गाईगोठमा बस्ने भएकाले म जन्मेको अलि ढिला मात्र थाहा पाउनु भएछ। त्यति बेला गाउँमा पात्रो हेर्ने चलन नै थिएन र कसैसँग हुँदा पनि हुँदैन थियो। आजभोलि जस्तो जन्म दर्ता गर्ने चलन पनि थिएन। हाम्रो गाउँघरतिर त चिना बनाएर राख्ने चलन पनि रहेनछ। त्यसैले मेरो जन्ममिति ठ्याक्कै कहिले हो भन्ने थाहा भएन। मेरो नाम महावीर कसैले राख्यो भन्ने कुरा पनि मलाई थाहा छैन। तर यो नाम पण्डितले राखेको चाहिँ पक्कै होइन। मगरहरूको मात्र बसोबास हुने हाम्रो गाउँमा बाहुन पण्डित नै थिएनन्। बच्चा जन्मेपछि नाम राख्नकै निम्ति भनेर बाहुन खोज्दै अरू गाउँमा कोही गएको मलाई थाहा छैन। बरु हाम्रै गाउँमा नेपाली पात्रो हेर्न जान्ने एकजना बुढा बाजे भएको मलाई थाहा छ। शुभ अशुभ हेर्न र विदेश जाने सायद हेर्न गाउँलेहरू उहाँको घरमा गएको सम्झन्छु। मेरो नाम पनि उहाँले नै राख्नु भयो कि जस्तो लाग्छ। मेरो बाजे भन्नुहुन्थ्यो म राजा बितेको सालमा जन्मेको रे। उहाँलाई दिवंगत राजाको नाम पनि थाहा थिएन। राजा बितेको साल पनि थाहा थिएन। तर ती राजा त्रिभुवन नै हुनुपर्छ भन्ने अड्कल काट्न सकिन्छ। त्रिभुवनको देवहासन 2011 साल फागुन 30 गते भएको थियो। त्यसैले म 2011 सालको अन्त्यतिर जन्मेको हुनुपर्छ। आमाको भनाइअनुसार म माघ महिनामा जन्मेको रे। त्यसैले 2011 सालको माघमा मेरो जन्म भएको हुनुपर्छ। अब रह्यो मेरो औपचारिक जन्ममिति कसले राख्यो र कसरी राख्यो भन्ने कुरा। त्यसबेला एसएलसीको जाँच दिने महिनासम्म 15 वर्ष उमेर पुगेर 16 वर्षमा लागेको हुनै पर्थ्यो र उमेर नपुगे जाँच दिन पाइँदैन। जाँच माघ महिनाको मध्यतिर हुन्थ्यो। मैले पढेको चितवनको खैरेनी हाइस्कुलका शिक्षकहरूले नै एसएलसीको फारम भर्दा मेरो जन्ममिति 2011 साल माघ 5 गते भनेर राखिदिनु भएको हो। अनि त्यो माघ
5 गतेको दिनलाई इस्वी सम्मतमा बदलेर उहाँहरूले नै जनवरी 22, 1955 भनेर हिसाब निकालेर सर्टिफिकेट बनाइदिनु भएको थियो। अमेरिका जाने बेलामा त्यही जनवरी 22, 1955 लाई नै मेरो जन्मदिन भनेर पासपोर्टमा लेखिदिए। त्यही पासपोर्टमा भएको जनवरी 22 लाई जन्मदिन मानेर आजभोलि फेसबुक, भाइबर आदि सामाजिक सञ्जालमा धेरैले जन्मदिनको शुभकामना दिन्छन्। तर अहिले आफूले विक्रम सम्वत 2011 साल मगर 5 लाई इस्वी सम्वतमा बदलेर हेर्दा त जनवरी 18 पो हुँदो रहेछ। यसरी मेरो नेपाली जन्ममिति र अङ्ग्रेजी जन्ममिति अझै मिलेको छैन। सही जन्ममिति ठ्याक्कै थाहा नभए पनि मोटामोटी जन्ममितिले नै काम चलेकै रहेछ। जहिले जन्मेको भए पनि के भयो र? मेरो जिन्दगीमा जन्ममितिको खासै कुनै अर्थ छैन जस्तो लाग्छ। अरू भागको लागि मेरो च्यानलमा रहिरहनुहोला।